चैत्य दशैंको अवसरमा गत शुक्रबारबाट प्रदर्शनमा आएको गायक प्रकाश सपुतको निर्देशन तथा अभिनयमा बनेको फिल्म बसन्तले घरेलु बक्स अफिसमा अपेक्षा गरे अनुसार व्यापार गर्न नसकेको भए पनि दर्शकको प्रतिक्रिया राम्रो मिलेको छ। फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय र संगीत पक्षको प्रशंसा भइरहेको छ। यसैको बलमा फिल्मले आगामी दिनमा व्यापारिक गति समात्ने विश्वासमा निर्माण टिम छ। फिल्म हेर्न पुगेका दर्शकलाई निर्देशक सपुतले केही सरप्राइज पनि दिएका छन्। फिल्ममा उनले राजेश देखि करिश्मा मानन्दरसम्मलाई खेलाएका छन्। रिलिज अघि उनले यो रहस्य लुकाएर राखेका थिए। फिल्ममा हमाल र मानन्दर सहित दिलीप राय माझी, निश्चल बस्नेत, नाजिर हुसेन, के अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्त अतिथि भूमिकामा छन्। यसैगरी गायन क्षेत्रका चर्चित कलाकार पनि यसमा देखिएका छन्। गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि फिल्ममा समेटिएका छन्। यति बेला यी कलाकारहरूको दृश्य टिकटकमा समेत भाइरल बनिरहेका छन्। यसले फिल्म प्रति दर्शकलाई आकर्षित गर्न ठूलो भूमिका खेलेको देखिन्छ। जातीय विभेदको कथामा बनेको फिल्ममा प्रकाश सपुत स्वयं मुख्य भूमिकामा छन् भने उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ। यसमा खड्क बहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिवांशी, उर्मिला लामगादे, अनुप बराल लगायतको पनि अभिनय देख्न सकिन्छ। हलमा दर्शकको उपस्थिति कम भए तापनि हेर्ने जति अधिकांशले फिल्मलाई लिएर राम्रो प्रतिक्रिया दिएका छन्।